लौ साथी हो, यो वर्षको स्याउको काटछाँट कटिङ सुरु भयो। अब फल्ने, फलाउने, फुल्ने सबै बनाइँदैछ। यो नयाँ ठाउँमा आइएछ आज। यहाँ पनि 600 वटा बुटाहरू छन् र यसरी काटछाँट हुँदैछ। हेर्नुस्, कसैले सिक्न चाहनुहुन्छ, बिरुवा लगाउन चाहनुहुन्छ भने सम्पर्क गर्न होला है साथी हो। यसरी हुँदैछ यहाँ त काटछाँट। यो चाहिँ त्रिवेणी 4 चक्री रोल्पामा पर्छ। रोल्पामा चाहिँ यो मध्य पहाडमा हुने स्याउ लगाउनु भएको छ। 2 वर्ष भयो यो फलेको चाहिँ। यो वर्ष चाहिँ अलि धेरै फल्छ होला भन्ने आशा छ। त्यसो भएर काटछाँटमा लागेछ साथी हो।